डाक्टर साहब, धेरै मान्छेहरूको दाँतको शेप एन्ड साइज बिग्रेको हुन्छ। यसले गर्दा उहाँहरू खुलेर हाँस्न सक्नुहुन्न। त्यसमा के गर्न सकिन्छ होला? युजुअली मान्छेको अगाडिको दाँतहरू बाङ्गो टिङ्गो हुने यो धेरै कमन छ। यसलाई चाहिँ हामी सेप फर्महरुमा चाहिँ चेन्ज गर्नको लागि चाहिँ हामीसँग कस्मेटिक डेन्टिस्ट्री, कस्मेटिक ट्रिटमेन्ट भनेर गर्न सक्छौँ। त्यसको लागि डिफ्रेन्ट ट्रिटमेन्ट अप्सनहरू छ। जस्तो यदि ग्याप कम छ भने हामी त्यस्तो केसहरुमा चाहिँ कम्पोजिट बिल्डअप भने गरेर त्यो दुईटा दाँतको बिचमा युजुअली ग्याप भएको हुन्छ त्यसलाई कभर गरेर दाँत कलरको सिमेन्ट हुन्छ त्यसले कम्पोजिट बिल्डअप गरेर, अर्को भनेको सेप साइज पनि हामी चेन्ज गर्न सक्छौँ कम्पोजिटले। जस्तो दाँत सानो छ भने चाहिँ त्यो दाँतलाई अलिकति ठुलो साइजको बनाउन सक्छौँ, या फेसको सेप जस्तो छ त्यो सेपमा चाहिँ हामीले जसरी म्याच हुन्छ। जस्तो कसैलाई चाहिँ ठुलो फेस छ भने उसमा दाँत सानो भयो भने त्यो सुट गर्दैन, र त्यसलाई दाँतको साइजलाई बढाएर अनि त्यसपछि लेन्थ, कसैको चाहिँ दाँतको लेन्थ एकदमै कम हुन्छ त्यस्तोमा चाहिँ हामी दाँतको लेन्थ बढाएर पनि, र नमिलेको बाङ्गो टिङ्गो छ भने त्यस्तोमा पनि यदि थोरै बाङ्गो टिङ्गो छ या थोरै ग्याप छ भने त्यसमा चाहिँ हामी कम्पोजिट गरेरै पनि गर्न सक्छौँ। या चाहिँ अलिकति बढी नै प्रब्लम छ भने त्यसमा चाहिँ हामी कम्पोजिट भिनियर या चाहिँ क्राउन गरेर पनि सेप साइजहरू फर्म मिलाउन सक्छौँ। त्यो मिलायो भने उहाँहरू खुलेर हाँस्न सक्छ, र त्यसमा चाहिँ इन्डिभिजुअल कस्टमाइज गर्न सक्छौँ हामीले। जस्तो मान्छेको फेसियल प्रोफाइल जस्तो छ त्यस्तै टाइपकै दाँतको फर्म बनायो भने त्यो चाहिँ सुट गर्छ, र त्यसले चाहिँ उहाँ खुलेर हाँस्न सक्नुहुन्छ।